यो चाहिँ भरे दर्शन गरेर फर्केर आएपछि चाहिँ खाजा खाने ठाउँ है। फेरि प्रावि टिचर स्थायीहरू है यता चाहिँ फेरि उहाँहरू चाहिँ यता चाहिँ कन्याबुढोमा चाहिँ हाम्रो कमल सर कन्याबुढो भइसक्नुभयो। साहुजी यता छ है त साहुजीहरू। अनि के छ ल ठिक छ है पसल हाम्रो साहुजीहरूको। हेलो साहुजीहरू के छ हौ यो आज कुन बजार हो आज? आज यो के भन्छ यो चण्डी पूर्णेको मेला भन्छ सोल्डी। ल है सबैलाई चाहिँ चण्डी पूर्णिमाको शुभकामना हाम्रो खोपालाई पनि सोल्डी तपाईलाई। भरे चाहिँ यहाँ भरि भराउ हुन्छ है खाजा खाने मान्छेको। जय कन्या बुढिया तयारी बच्चा चढाउनु हुने होइन भर्खर आइपुगेको यहाँ भ्लग बनाउँदैछु। यो लैजाऊ न ओहो के छ माता पनि भएको रहेछ। दर्शन खुलिसकेको कत्रो त्रिशुल हेर्नु त अर्जुन दाजु। ओ पैसा बिक्रीमा हो पुग्छ 16वटा परिचय दिने है। यता चाहिँ यहाँ चाहिँ आफ्नो सो इच्छाले यहाँ चाहिँ डोनेसन बक्स हो। यहाँ चाहिँ आफ्नो इच्छाले डोनेसन गर्न सकिन्छ। ल सबैको इच्छा आकांक्षा मागेको पुरा होस्। यस्तो हजुरआमा पनि आउनु भएको छ। ल दर्शन खुलिसकेको छ हाम्रो सरस्वती देवी साल्पाधाममा। सबैलाई स्वागत छ। चिताएको इच्छा सबै पुरा होस्, मागेको सबैको पुरोस्। ल है सबैजनालाई हाम्रो सरस्वती देवीले रक्षा गरून्। त्यही भएर खाली खुट्टा हिँड्ने गर्नु भनेको हो। मामा आउनुभयो।
ल ल है के माग्नु पर्ने ल सेवा है के माग्नु पर्ने जति मागिहाल्नु ओ आन गई गोखे ठाउँ गाउँ यसपालि मान्छे न भ न हे ल सबैको 1600 देवीले रक्षा गरून् ल है सेवा के अरे निकला नेट टका एक साका छेउलाङा यहाँ चाहिँ प्रवेश गरिसकेपछि चाहिँ खाली खुट्टा हिँड्नुपर्ने हुन्छ त्यही भएर सबै खाली खुट्टा आउँदै हुनुहुन्छ है ल हाम्रो माइला माग्नु आएको ल यहाँ चाहिँ खाली खुट्टा आउनुपर्ने भएकोले सबैजना ल राजा ल ल सबैलाई मागेको पुगोस् चिताको पुगोस् हाम्रो 1600 देवीले रक्षा गरून् है सबैजनालाई अहिले चाहिँ उहाँहरू एकदम टाढोबाट आउनु भएको छ हाम्रो टोला मामा कहाँदेखि आउँदै हुनुहुन्छ ल पक्कै हो ल सेवा नमस्कार सबै कुरो माग्नु भएको ल सबैले लु ए ल दिनु पनि पर्छ कति माग्नु हो न ल जे मागेको सबै पुरा हो ल नाना हो सेवा के ल हाम्रो अब आउने 84 को पालिका अध्यक्ष पनि आउनु भएको छ ल आउनुहोस् जे मागेको छ त्यो ट्याक भेटिन्छ पाइन्छ तपाईले भनेको पुग्यो ल सबैको पुग्छ हाम्रो जेठी हेर लाउरे हुन्छ दर्शन धमाधम दर्शन भक्तजनहरू आउँदै हुनुहुन्छ यो नानीले बोकेर लगेको चाहिँ परेवा हो ल ठिक छ ल भ्लगरहरू पो भेट भएछ ल सेवा हाम्रो अधिकृत ल सर तपाईँको एकदम आइरहेछ हिजोको पनि हेलाउनु भएको छ एकदम ल तपाईँलाई एकदम जे चिताए त्यही पुरा होस् ल के मनमा छ त्यो चाहिँ टक्कै पुगोस् ल भदै कान्छाको के छ मनोकांक्षा यसपालि चाहिँ चट्ट माग्नु आएको ए ल त्यस्तै होस् पवन सर तपाईको मनमा जे छ त्यो पुगोस् भन्ने हाम्रो पनि मनोकामना छ ल हाम्रो प्रेम छ केही चाहिँ हुनेछ ल हाम्रो ल
यता चाहिँ यो पोखरी हो। यो चाहिँ भदौरे पूर्णिमा चाहिँ पुरै भरिभर पानी भरिन्छ यो पोखरीमा। अहिले चाहिँ खासै धेर पानी छैन। यो चाहिँ पुरै एक फन्का लगाएर घुम्नुपर्छ, 3 फन्का लाउनुपर्छ भन्छ। अगाडि आइगएको ए ल ढोलेहरू रातभरि सुतेको छैन के ढोलेहरू। ल ल तिमीले माग्नै पर्यो नि जेठा। ल ल ल माग्नुपर्छ। हेर न बधाइनीहरू। ल है चिताको पुरा होस्। दानसिंह सर जेठाको बाउ हाम्रो ल जे चिताको त्यो पुरा होस्। ल यहाँ तपाईँहरूको जे चिताउनु भएको छ त्यो पुरा होस्। भइरहेकै छ। सोल्टीको यसपालि सबै कुरा अब सोचेको जस्तो हुन्छ। यसपालि चाहिँ परेवा पनि लगेर जानुभएछ हाम्रो सनम सोल्टी। हाम्रो निनीको पनि यसपालि चाहिँ एकदमै मनोकांक्षा पुरा हुनेछ। यहाँ हाम्रो केशरमान हाम्रो खरा पप्पा ल ल सबैले 1600 देवीले रक्षा गरून् है। हाम्रो अञ्जना मिस पनि आउनुभयो। अब अझै एउटा माइला चाहिन्छ मलाई। ल यसपालि मिसको पनि राम्रो यसपालि होस्। यो चाहिँ दर्शन गर्न जाने बाटो हो। यो चाहिँ यता चाहिँ पोखरी छ। यसरी यसरी दर्शन गर्न तयारी हुनुहुन्छ है हाम्रो नानाहरूलाई। तपाईँहरू पनि यसो धेरै वर्ष आइपुग्नु भयो। मागिहालौँ। यो चाहिँ माग्ने ठाउँमा बिसाउने ठाउँ हो। अब एकछिन ढिलो अलिकति ढिलो चाहिँ हो। यता चाहिँ के माग्नुपर्ने के दिनुपर्ने ठाउँ चाहिँ छैन। सबै माग्ने ठाउँै छ है यहाँ। त्यो पर्यो समारोहको स्वाट्टै आउनु न एउटा कपी चढाइ राखेर यता आउनु न। यसरी आउनु भएको। ल खासमा चाहिँ यहाँ हामी यहाँ प्रवेश गरिसकेपछि चाहिँ यहाँबाट आएपछि चाहिँ यो पोखरी पहिला चाहिँ पोखरीको दर्शन गर्नुपर्छ। अनि त्यहाँदेखि यसरी माथि धाममा गएपछि चाहिँ यसरी जानुपर्छ। अनि यो माथि धामको दर्शन गरिसकेपछि चाहिँ
यो पोखरीलाई चाहिँ 3 खण्ड घुमाएर चाहिँ दर्शन चाहिँ सकिन्छ भन्छ। जस आफ्नो मनोकामना पुरा हुन्छ भन्छ। बुहारीलाई के माग्ने हो अब यहाँ माग्नु पर्यो। यता चाहिँ माता पनि यसपालि आउनु भएको छ। यसमा फुल पनि मिसाउनु पर्छ। हाम्रो भाइ बहिनी हल्लाउ त। माथितिर यो पोखरी घुम्नेहरू हुन्। यो चाहिँ माथि दर्शन सकेपछि चाहिँ यसरी यो पोखरीको वरिपरि बाटो छ। यो बाटो चाहिँ घुम्नुपर्छ। अहिले चाहिँ यो दर्शन गर्न माथि धाम पस्नुभन्दा अगाडि चाहिँ यहाँ पोखरी पछि भदौरेमा चाहिँ निकै पोखरी हुन्छ। अहिले चाहिँ खासै पोखरी हुँदैन। यो चाहिँ घुम्नुपर्छ। अहिले चाहिँ यहाँ माथि पस्ने बेलामा चाहिँ भूतपूर्व धामीहरू यसपालि चाहिँ आफ्नो दर्शन मात्रै आएको धामीहरू अहिले चाहिँ दर्शन गरेर पनि उता धामतिर लाग्दै हुनुहुन्छ। हाम्रो
चाहिँ पुरा भएन भने अब यो चाहिँ यसरी घुम्ने हो। यो चाहिँ 3 फन्का लाउँदाखेरि चाहिँ आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने छ। Betul udah tahan gua. सेवा के उता घुम्नुपर्छ कन्या केटी चाहिँ हामी चाहिँ अब खाजा खाने ठाउँ सुर्के डाँडा जाँदैछौँ र त्यहाँ पुगेर हेरौँ कति रमाइलो छ। मान्छेहरू यत्तिकै भेला भएको हुन्छ, त्यहाँ चाहिँ सबैले खाजा खान्छन्। यो चाहिँ खाजा खाने ठाउँ हो। यस्तो भइसकेछ। अस्ति हामीले पिकनिक खाएको ठाउँ यस्तो भइसकेछ। रात्रिकालीन पिकनिक यो ठाउँमा चाहिँ हामीले खाएको थियौँ। यो चाहिँ हेर्दाखेरि चाहिँ सानो बजार जस्तो देखिन्छ, बजार होइन। यो अहिले दर्शन गरेर माथि दर्शन गरेर फर्केर खाजा खाने ठाउँ हो। मान्छेहरू यहाँ सबै खाजा खानको लागि चाहिँ यहाँ लस्कर आफ्नो आफ्नो ग्रुप बनाएर बस्नु थालेको छ।
हाम्रो तारामणि दाजु पनि एकदम यहाँ आज मागेर आउनु भएको छ जेठा माइला सबै भएको नभएको मागेर आएको यो चाहिँ सबै खाजा खाने ठाउँ है सुर्के डाँडा सुर्के धामको दर्शन गरिसकेपछि चाहिँ यहाँ आएर सबैजना खाजा खानको लागि चाहिँ यहाँ आफ्नो आफ्नो ग्रुप बनाएर घरबाट मिठो मिठो के तरकारीहरूदेखि लिएर सबै बनाएर ल्याएको खाने गर्दछन् कसैले यहाँ सिधाइ पनि सकेछ ल हो यहाँ चाहिँ 1.5 घन्टा 2 घन्टासम्म बजारै लाग्छ बजार भन्दाखेरि खाजा खाने ठाउँमा कसैले चटपटे बेच्छन् कसैले के गर्छन् पानीपुरी बेच्छन् सुर्के बजार भन्छ यसलाई सुर्के बजार भन्छ नि सुर्के बजार हेर्नु त माइलाको बाउ मिठो चटपटे होला कोही खाजा खाने कोही टिकटक बनाउने कोही सेल्फी हान्ने यता चाहिँ सेल्फी हान्ने ग्रुप मेरोदेखि अघि निस्किसक्यो ल खाजा खाने ठाउँमा सबै आइपुग्यौँ है सबैजना यो ठाउँ चाहिँ खाजा खाने ठाउँ हो अनि यो एरिया चाहिँ यो अरूको नम्बरी जग्गा हो यो ठाउँलाई चाहिँ के कसो गरेर खाजा खाना ठाउँको लागि चाहिँ किनेर हुन्छ कि कसैले दान जग्गा धनीले दान गरेर यो चाहिँ सार्वजनिक बनाउन पाए चाहिँ अति उत्तम हुन्थ्यो भन्ने लागेको छ अहिले चाहिँ यो एरियामा चाहिँ मान्छेहरू यसरी आएर चण्डी नाच्ने अनि खाजा खाने अनि माथि धामको दर्शन गरेर आएपछि चाहिँ यहाँ चाहिँ एकैछिन 1.5 घन्टा 2 घन्टा चाहिँ यहाँ बजार लाग्ने ठाउँ हो यो ठाउँमा चाहिँ रोड पनि आइसकेको छ यो छेउसम्म चाहिँ अब यहाँदेखि माथि चाहिँ लगभग 3-4 मिनट लाग्छ त्यो ठाउँसम्म चाहिँ रोड नलाने भन्ने हाम्रो कुरो छ यो चाहिँ खानी गाउँबाट यो सिलिचुङ 3 तामको खानी गाउँबाट चाहिँ यता यो जोडिने ठाउँ हो यताबाट यसरी आएपछि चाहिँ यहाँ यता चाहिँ सिलिचुङ 4 मङ्त्या एरिया पर्छ यो चाहिँ यो सबै खाजा खाने ठाउँ यो एरिया चाहिँ सिलिचुङ 4 मङ्त्याको एरिया हो अनि मङ्तेवा छिङखातिरको यो जग्गा चाहिँ अनि यो रोड चाहिँ यसरी गएपछि चाहिँ पर तल गएर चाहिँ डाकदेवा हुँदै तल आरुन नदीतिरै जोडिएको रोडसँग चाहिँ यो जोडिएको छ सबै मान्छे गाडीबाट आउन थालेको छ यो यसपालि चाहिँ यो पहिलोचोटि हो सबै गाडी बाइक लिएर आएको अब यहाँदेखिको चाहिँ सालबाराम पुग्नको लागि चाहिँ लगभग हामीलाई 2-3 मिनट मात्रै लाग्छ यहाँदेखिको चाहिँ पैदल जाने गाडी रोड नपुर्याउने भन्ने हाम्रो चाहिँ कुरो छ बक्समा चाहिँ किनेला भएको छ डोनेसन बक्स चाहिँ डोनेसन गर्नुभएको रहेछ
लु अब चाहिँ हामी साल्पा धामको सुर्के डाँडाबाट चाहिँ हामी लामपोखरीतिर जाँदैछौँ है। सबैजनाले हेरिदिनु होला। यो चाहिँ अर्गानिक चिज होइसेलु रुख त कत्रो कत्रो छ है। मैले बाक्लो ज्याकेट ल्याइहालेको छु कि अलि। लामपोखरी जाने लस्करहरू यतापट्टिको बाटो आयो नि त हामी त। पैसेलो त यहाँ हो नि हौ। म त खानेको मन लाग्यो। ओइ लामपोखरी मान्छेको लस्कर। यो चाहिँ लामपोखरी हो। हुन्छ यो चाहिँ लामपोखरी हो जुन हामी चाहिँ साल्पा धामको दर्शन गरिसकेपछि चाहिँ यो लामपोखरीको पनि एकपटक भ्रमण नगरी चाहिँ चित्त नबुझ्ने ठाउँ हो। यो चाहिँ यहाँ चाहिँ प्रायः जसो धेरै जसो मान्छेहरू आएर टिकटक बनाउने। यो लामपोखरी कहिल्यै पनि सुक्दैन र बर्खामा पनि यो धेरै ठुलो पोखरी हुँदैन। ल है हामी लामपोखरीको अहिले चाहिँ भ्रमणमा छौँ है। कस्तो भइरहेछ? सोह्रसे देवी साल्पा धामको दर्शन पछि चाहिँ प्रायः जसो सबैजना यहाँ लामपोखरीमा आएर चाहिँ टिकटक बनाउने, फोटो खिच्ने, रमाइलो गर्ने गर्दछन्। सबै साना साना नानीहरूदेखि लिएर सबैजना चाहिँ यहाँ। यो चाहिँ लामपोखरी हो। टुप्पोमा पनि मान्छे छ। यो बर्खामा पनि खासै ठुलो चाहिँ हुँदैन। लगभग यति भन्दा अलिअलि मात्रै, योभन्दा अलिकति मात्रै बढ्छ। हाम्रो बालकिशोर दाजुले छाडाउनु भयो जम्बोडी। यो पोखरी घुम्न आउनुको लागि चाहिँ सिलिचुङ गाउँपालिका 3 तामकुको वडा कार्यालय अथवा सगरमाथा माविबाट चाहिँ हिँडेर चाहिँ झन्डै उकालोमा 1 घन्टा लाग्छ। तर बाइकमा चाहिँ 15-20 मिनटमा आइपुग्छ। अनि मजाले तपाईँ यो क्षेत्र चाहिँ भ्रमण गरेर जान सक्नुहुन्छ। यो चाहिँ गाउँको नजिकै हो, त्यही भएकोले गर्दा अधिकांश मान्छे घुम्न आउँछ। यहाँको पानी चाहिँ कहिल्यै पनि सुक्दैन है। तर यो पछि बर्खा पनि खासै ठुलो हुँदैन, योभन्दा अलिअलि मात्रै बढ्छ। अनि यो चाहिँ निकै लामो छ। लामपोखरी भन्नाले चाहिँ यसको यो बाटो, लाम भनेको चाहिँ कुलुङ भाषामा चाहिँ बाटो हो। अनि यो चाहिँ माङ्त्या र तामकुको सिमानामा रहेको मान्छे हिँड्ने बाटो, लाम बाटोको छेउ भएकोले गर्दाखेरि चाहिँ यो लामपोखरी भनिएको हो। तर यसको अर्थ बुझ्दाखेरि चाहिँ यो लामो पोखरी भन्ने पनि अर्थ चाहिँ लाग्छ। खासमा चाहिँ यो कुलुङ भाषामा चाहिँ यो लामपोखरी भनेको चाहिँ बाटोको छेउको पोखरी भनेर चाहिँ यो राखिएको हो। यो चाहिँ लामपोखरी भन्छ। यता मास्तिर पनि मान्छे घुमेर आइसक्नु भएको छ। लामपोखरी भ्रमण गर्ने हाम्रो ल अन्ना घुमे छौँ यहाँ त नि कोखेना लो आनी से भाइ आके लो
लामपोखरीको टुप्पो चाहिँ यता चाहिँ यहाँसम्म अहिले चाहिँ, तर पछि चाहिँ अलिक माथि यो ढुङ्गा छ, यहाँ ढुङ्गासम्म आइपुग्छ पछि चाहिँ यसको। अहिले चाहिँ यहाँदेखि हेर्दाखेरि चाहिँ यहाँसम्म पानी छ, निकै लामै पोखरी छ यो। यसो यसको अर्थ नै बुझ्दाखेरि चाहिँ लामो पोखरी भने जस्तो पनि लाग्छ, तर खासमा चाहिँ यो बाटो यता चाहिँ यो बाटो हो, यो चाहिँ मूल बाटो पहिलाको, यताबाट पनि यो बाटो हो। यो त्यही भएकोले गर्दाखेरि चाहिँ यो कुलुङ भाषामा चाहिँ बाटोलाई चाहिँ लाम भन्छ, त्यही भएकोले यसलाई चाहिँ लाम पोखरी भनेको चाहिँ बाटोको पोखरी हो भनेर चाहिँ भनिएको अरे। अहिले चाहिँ यहाँसम्म पानी छ, तर पछि बर्खामा चाहिँ यो पानी चाहिँ सट्टै बढेर आएर यो ढुङ्गासम्म आउँछ, यति हो, त्योभन्दा धेर बढ्दैन। यसले खासै अहिलेसम्म गाउँघरमा असर गरेको त्यस्तो कुनै जानकारी पनि छैन। यो पोखरीमा घुम्दै आउँदै हुनुहुन्छ। लगभग यो एक फन्को लाउनुलाई चाहिँ लगभग 5 मिनटभन्दा बढी लाग्ने रहेछ। एक फन्को लाउनु पऱ्यो भने चाहिँ यो पोखरीको छेउछेउ एक फन्को लाउनु पऱ्यो भने चाहिँ लगभग 1 घन्टा 5 मिनटभन्दा बढी लाग्दो रहेछ। यो पोखरीमा पहिला चाहिँ माछा हुन्थ्यो, तर कसले लाएको, कसले ल्याएर माछा पालेको थियो। तर यो बाहिर यसरी बर्खामा चाहिँ पानी बढ्दाखेरि चाहिँ मरेको 1-2वटा भेटिन्थ्यो, त्यहाँदेखि अहिले चाहिँ माछा चाहिँ छैन। त्यो कसैले ल्याएर माछा पालेको भुडा सानो सानो भुराहरू ल्याएर छोडेको होला। त्यतिखेर चाहिँ माछाहरू 1-2वटा कसैले भेटेको थियो, त्यहाँदेखि चाहिँ तर भेटेको छैन। तर यहाँ माछा चाहिँ छैन अहिले। यो पोखरीमा बच्चाहरू पौडी पनि खेल्ने गर्छ, तर कता यता यो बिचतिर चाहिँ घुमेको छ अरे। अनि कहाँ यो बिचतिर आइपुग्दाखेरि चाहिँ मान्छेलाई तल मुनि तान्छ भन्छ। 1-2जना केटाहरू चाहिँ अझै पनि जीवितै छ। यहाँ बिचमा खै कहाँनिर यतातिर चाहिँ बिचबाट चाहिँ मान्छे तल उधो तान्छ अरे। त्यही भएकोले गर्दाखेरि आजभोलि चाहिँ पौडी खेल्न चाहिँ छोडेका छन्। तर यहाँ पौडी चाहिँ खेल्थ्यो पहिला, हामी केटाकेटी हुँदाखेरि हामी पनि खेल्थ्यौँ। सबै यता चाहिँ टिकटक बनाउने टिमहरू हुन्। यहाँ चाहिँ अत्याधिक रमाइलो पनि छ यो ठाउँ। हाम्रो बालकिशोर दाजु पनि अहिले भर्खर टिकटक बनाएर चाहिँ यहाँ थाक्नु भएको छ। फोटो खिच्ने तयारी अथवा टिकटक बनाउने तयारीमा हुनुहुन्छ उहाँहरू, हाम्रो नानाहरू, भाउजू, बुहारीहरू। मेरो त पाठै पो छैन, कहिले काहीँ 32 पुग्छ नै। अब यसपछि चाहिँ हामी नील गुफाको एकखेप भ्रमण गर्नेछौँ। नील गुफाको भ्रमण आज गर्न भ्याइएन, हामी बहुतै थकाइ लाग्यो। 1600 देवी सालपरामको भ्रमण गर्दा, लामपोखरीको भ्रमण गर्दाखेरि सबै थकाइ लाग्यो। त्यही भएकोले अब चाहिँ हामी एकपटक फेरि पनि नील गुफाको पनि हामी भ्रमण गरेर यही भिडियोसँग फेरि भेट्नेछौँ सबैजनालाई। आजको 2082 सालको वैशाख 29 गतेको बुद्ध जयन्तीको उपलक्ष्यमा हाम्रो भेटघाट सालपदामदेखि लामपोखरीसम्म भयो। धन्यवाद।